कुरा जिन्दगीको दौडधुपले थाकेको एउटा मनको हो। मन थाकेको बेला शान्ति खोज्न कहाँ जान्छ होला? मनले शान्ति खोजिरहेको थियो। मेरो हातका औँलाले मोबाइलको अनलाइन सपिङको सिन एप खोल्यो। एप स्क्रोल गर्दै थिएँ। मोमबत्ती बनाउने सामग्रीमा टक्क अड्के। अर्डर गरिहालेँ। पेपेबाट पैसा पनि काटिहाल्यो। त्यसको ठिक 4 दिनपछि सामान घरको दैलैमा आइपुग्यो। कामबाट फर्केको मात्रै थिएँ। सामानको बट्टा खोलिहालेँ हत्त नपत्त। तातो पानी बसालेँ, मैन पगालेँ र मैनसँगै मेरो मन पनि पगालेँ। मैन तातिँदै जाँदा न्यानो गन्ध फैलियो जसमा मेरो मन त्यत्तिकै रमायो। मैनको न्यानोपन, ओरेन्ज र ल्याभेन्डरको मिठो सुगन्ध, मन यत्तिकै खुसी भयो। मैनबत्ती बनाउँदै गर्दा थाहा पाएँ एकैछिन कुर्नुपर्छ। हतारले होइन, धैर्यले काम लिनुपर्छ। थाहा पाएँ फोकसको कति जरुरी हुन्छ र प्रोसेस कति महत्त्वपूर्ण हुन्छ। मैन खनाउँदै थिएँ तर मनमा नै नतिजा हेर्न हतार भइसकेको थियो। मैले मन भुलाउने सहारा मैनलाई लिएँ। हेर्नुहोस् त नतिजा कति राम्रो आएको छ। थाहा छ पर्फेक्ट छैन, तर जति छ जेमा छ एकदमै खुसी।